जापानिजहरू साङ्ला देखेर तर्सेको हेर्नु है साथीहरू। आज चाहिँ जापानिज रेस्टुरेन्टमा यस्तो भइदिएर साथीहरू स्वागत छ मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। चाहिँ हाम्रो जापानिज रेस्टुरेन्टमा खाना खाने जाने प्लान थियो, त्यसैले म चाहिँ साथीहरूसँग रेडी भएर बाहिर निस्केँ। बाहिर चाहिँ पानी पर्ला जस्तो मौसम एकदमै राम्रो देखिरहेको थियो है। हामी चाहिँ जाने 5 जना, त्यही नि 2 जना साथी नआएको कारणले गर्दा अब उतै गएर फोटो भिडियो बनाउँदै गरौँ भनेर त्यहाँबाट हामी चाहिँ निस्क्यौँ। पुगेर यसो एउटा भिडियो बनाउँदै थियौँ, त्यत्तिकैमा चाहिँ हाम्रो इन्डोनेसियन साथी आइदिरहेको है। ऊ चाहिँ मेरो एकदमै मिल्ने साथी र यो रेस्टुरेन्टको चाहिँ स्याइन पनि हो र हामी सँगै काम पनि गर्छौँ। भित्र छिरेको त एकदमै इसोगासी रहेछ है। हाम्रो चाहिँ यो आएको भएको कारणले गर्दा हामी पहिला नि छिरिहाल्यौँ। त्यहाँ चाहिँ मसँगै काम गर्ने साथीलाई भेटिदिरहेको है र हामी गफसप गर्दै अब अर्डर गर्न लाग्यौँ। र जापानिजहरू चाहिँ भिडियोहरू भनेपछि एकदमै लजाउँछन् है, र उसलाई चाहिँ थाहा रहेछ मैले भिडियो बनाउँदैछु भनेर, र पछि थाहा पाएर चाहिँ लाजले अनुहार छोपिरहेको थियो है। अब चाहिँ हामीले अर्डर गरेको खानेकुराहरू धम्माधम आउन थाल्यो है, र ऊ पनि मसँगै काम गर्ने साथी हो। ऊ चाहिँ अलिक फन्नी खालको, अलिक जोक्कर खालको छ है, र उसले चाहिँ पुरै क्यामेराकै अगाडि किस गरिदिरहेको थियो। जापानको धेरै रेस्टुरेन्टहरूमा चाहिँ रोबोट युज गरिन्छ है, र यहाँ पनि रोबोट थियो र रोबोटले सबै खानेकुराहरू ल्याइदियो। हामी चाहिँ गफ गर्दै खानेकुराहरू खान लाग्यौँ र हामी चाहिँ फर्किन लागेको थियौँ। त्यहाँ कहाँनिर चाहिँ एउटा साङ्ला देखेछन् है जापानिजहरूले, र जापानिजहरू चाहिँ किराहरूदेखि एकदमै डराउँदो रहेछ है। मैले आज त्यो चाहिँ देखेँ र त्यहाँ चाहिँ एकदम हल्ला हल्ला भइरहेको थियो र हामी चाहिँ बाहिर निस्क्यौँ। बाहिर चाहिँ एकदम पानी परिरहेको रहेछ है। त्यसपछि चाहिँ हामी बेसबल खेल्ने भनेर अब बेसबल भएतिर लाग्यौँ। त्यहाँबाट केही क्विनहरू लिएर र मैले चाहिँ मेरो सेफ्टीको लागि भनेर हेलमेटहरू लगाएर अब चाहिँ हामी बेसबल खेल्न छिर्यौँ। र बङ्गाली साथी त एकदमै राम्रो खेल्दो रहेछ र इन्डोनेसियन साथी चाहिँ आज फर्स्टचोटि खेलेको रहेछ। पालो आयो अर्को साथीको, ऊ चाहिँ एकदमै धेरै जङ्गिरहेको थियो तर राम्रै खेल्दो रहेछ। अर्को साथीले पनि खेलिरहेको भएर होला एकदम राम्रो खेल्दो रहेछ। पालो आयो मेरो, म चाहिँ एकदमै धेरै नजान्ने है। 15 चोटिमा मैले एकचोटि लगाएर त्यहाँबाट चाहिँ हामी बाहिर निस्क्यौँ। बाहिर चाहिँ एकदमै ठुलो पानी परिरहेको थियो र अब हाम्रो लास्ट काम बाँकी रहेको थियो कपडा किन्न जाने। त्यहाँबाट चाहिँ हामी कपडा पसलतिर गयौँ। कपडा चाहिँ महँगो तर खासै चित्त बुझ्ने चाहिँ थिएन है। एउटा चस्मा किनेर त्यहाँबाट चाहिँ हामी अब स्टोर घुम्न लाग्यौँ। जापानिज स्टाइलको कपडाहरू खासै राम्रो नहुने है, किनकि हामी नेपाली लगाइरहेको हुन्छौँ नि त। त्यहाँबाट पनि हामीले केही कपडाहरू किन्यौँ र हामी चाहिँ फेरि दोस्रो स्टोरमा जान लाग्यौँ। त्यहाँभन्दा केही राम्रो कपडाहरू छ कि भनेर हामी चाहिँ दोस्रो स्टोरमा गयौँ। पानी एकदमै परिरहेको थियो, त्यसैले मैले दोस्रो स्टोरको चाहिँ भिडियो बनाइनँ है, र हामी चाहिँ कपडाहरू लिएर आयौँ। र आजको दिनचर्या चाहिँ यति नै समाप्त भयो। हस् त, थ्याङ्क्स फर वाचिङ।